नमस्कार। अ, हामी चाहिँ यो सोसियो पोलिटिकल सेक्टरमा अ, यो संसारमा चाहिँ पछिल्लो अवस्थामा विकास भएका केही अवधारणाहरू चाहिँ छलफल गरौँ र यसको एउटा सिरिज नै चाहिँ डेभलप गरौँ। सर्टेन अब के कति सकिन्छ होइन, कति विषयहरू समेट्न सकिन्छ। सामाजिक राजनीतिक क्षेत्रमा भइरहेका रिसर्चहरूलाई हेरेर तिनीहरूको फाइन्डिङ अब कसरी चाहिँ यो अवधारणाहरू कसरी विकसित भइरहेछन् पछिल्लो समय भन्ने कुरालाई चाहिँ छलफल गरौँ। अहिले त्यो थोरै इन्ट्रेस्टिङ पनि हुन्छ भन्ने हिसाबले हो। यसलाई धेरै लामो नगर्ने र टु द पोइन्ट चाहिँ गर्ने भन्ने हिसाबले चाहिँ यो सिरिज सुरु गर्न लागेको हो। यसलाई चाहिँ म मेरो युट्युब च्यानल अनि त्यसपछि फेसबुक अरू सोसियल मिडिया चाहिँ के हुन्छन् तिनीहरूमा सेयर गर्छु। र विशेष गरी चाहिँ अब आज चाहिँ एउटा इम्पोर्टेन्ट अथवा भनौँ न इम्पोर्टेन्ट भन्दा पनि इन्ट्रेस्टिङ कुरा कस्तो भने यो लोकतन्त्रको क्षयीकरण, लोकतन्त्रको प्रतिगमन भन्दा पनि भयो। लोकतन्त्रको विषयमा लोकतन्त्रको प्रतिगमन कसरी हुन्छ, के कारणले भइराखेको छ भन्ने कन्टेक्स्टमा चाहिँ अलिक लेटेस्ट अवधारणाहरू के कस्तो चाहिँ विकास भएको छ, के अनुसन्धानका निष्कर्षहरू कस्ता आएका छन् भन्ने चाहिँ थोरै छलफल गरौँ आज। यसमा चाहिँ कस्तो छ भने सामान्य बुझाइ, आम बुझाइ के हुन्छ भने लोकतन्त्रमा चाहिँ प्रतिगमन के कारणले हुन्छ भन्दाखेरि आम बुझाइ चाहिँ मुख्यतया भनौँ न लोकतन्त्रले अथवा राज्यले सामाजिक आर्थिक वस्तुहरू चाहिँ डेलिभरी गर्न प्रभावकारी रूपमा नसक्दा हैन, जस्तै अब रोजगारी होला, त्यस्तै अब मूल्यवृद्धि कन्ट्रोल गर्न नसक्दा होला, अथवा चाहिँ एकदमै असमानताका कुराहरू होलान् हैन, इन्क्लुसिभ नभएर होला। अब यी कुराहरूले जनरली भन्दाखेरि सामाजिक आर्थिक वस्तुहरू अथवा वस्तु तथा सेवाहरू चाहिँ डेलिभरी गर्न इफेक्टिभली नसक्दाखेरि चाहिँ नागरिकहरूले चाहिँ राज्यप्रति एकदमै असन्तुष्टि व्यक्त गर्ने अनि बरु यो लोकतन्त्रभन्दा त अधिनायकवाद नै ठिक हुने रहेछ भन्ने खालको धारणा राख्छन् भन्ने खालको एउटा हैन, अधिनायकवाद उन्मुख बरु राज्यको विकल्प त्यो ठिक हुन्छ भन्ने खालको धारणा विकास हुन्छ भन्ने खालको चाहिँ आम अथवा एउटा पुरानो धारणा, आम भन्दा पनि पुरानो धारणा चाहिँ यस्तो पाइन्छ। अब तर यसमा जस्तै लोकतन्त्रको क्षयीकरण के कारणले भइरहेको छ भनेर पछिल्ला रिसर्चहरू चाहिँ यसो हेऱ्यो भने चाहिँ के पाइँदो रहेछ भने यो चाहिँ लोकतन्त्रको डेलिभरी कमजोर हुँदैमा नागरिकले चाहिँ लोकतन्त्रको विकल्प नै खोज्छन् भन्ने चाहिँ हुँदैन हैन। लोकतन्त्रमा आउने, लोकतन्त्रको प्रतिगमन हुने अथवा लोकतन्त्रको क्षयीकरण हुने हैन, हामी चाहिँ लोकतन्त्र कमजोर हुने कारण चाहिँ डेलिभरी कमजोर हुनु मात्रै होइन, डेलिभरी कमजोर भएर नागरिकले नै च्यालेन्ज गर्नु चाहिँ होइन, तर यो चाहिँ राजनीति गर्ने एउटा अभिजात वर्गले हैन अथवा माथिल्लो तहबाटै चाहिँ संस्थागत संरचनाहरूलाई कमजोर बनाउने हैन, संस्थागत संरचनाहरूलाई कमजोर बनाउने, एकदमै त्यो पोलिटिसाइज गर्ने हरेक कुरालाई, त्यो पोलिटिसाइज गरेर चाहिँ इन्स्टिट्युसनहरूलाई, संस्थाहरूलाई चाहिँ दोहनकारी बनाउने हैन। त्यसबाट चाहिँ राज्यलाई एड अन हुने होइन कि राज्यलाई स्खलन गर्ने खालका कामहरू आफै चाहिँ सरकारी संस्थाहरूबाट हुने। त्यसरी चाहिँ लोकतन्त्रमा खतरा पैदा हुन्छ, लोकतन्त्रको क्षयीकरण हुन्छ भन्ने अवधारणा चाहिँ पछिल्ला सोसियो पोलिटिकल रिसर्चहरूले चाहिँ निकालेका छन्। यसमा चाहिँ जस्तै हरेक इन्स्टिट्युसनहरूलाई पोलिटिसाइज गर्ने, राजनीतिकरण गर्ने, जस्तै भनौँ न अब न्यायपालिकाको अथवा मिडियाको स्वतन्त्रतामै चाहिँ हमला गर्ने, त्यहाँ राजनीति घुसाउने हैन, त्यस्तै गरेर अब विधायिकाको शक्तिलाई खोक्रो पारिदिने हैन, त्यहाँ राजनीति, त्यो पोलिटिकल सिन्डिकेट विधायिकाभित्र पनि हैन त्यो होला। त्यस्तै गरेर अब यो भनौँ न चुनावी नियमहरू हैन, इलेक्टोरल रुल्सहरू अथवा निर्वाचन प्रणाली नै चाहिँ त्यो एउटा स्वार्थ प्रेरित भएर
चाहिँ राष्ट्र केन्द्रित अथवा डेमोक्रेसी केन्द्रित नभएर चाहिँ स्वार्थ केन्द्रित चाहिँ चुनावी निर्वाचन प्रणालीहरू अथवा निर्वाचनका नियमहरू त्यसरी विकास गर्ने, जेरिमेन्डरिङ भन्छन् होइन, जेरिमेन्डरिङकै केस एउटा इक्जाम्पल हुनसक्छ। अब त्यो कारण चाहिँ लोकतन्त्र खतरामा पर्छ भन्ने चाहिँ पछिल्लो निष्कर्षहरू यस्ता देखिन्छन्। अरू अब भन्यो भने राजनीतिक नेताहरू अथवा राजनीतिक संस्थाहरू होइन, जुन प्रजातान्त्रिक संस्था लोकतान्त्रिक संस्था भनेर जो रुल गरिरहेका हुन्छन् उनीहरूप्रतिको निराशा नागरिकहरूमा एकदमै धेरै बढ्दै गए पनि लोकतान्त्रिक सिद्धान्तहरूप्रतिको समर्थन चाहिँ नागरिकको उच्च नै हुन्छ भन्ने चाहिँ इम्पेरिकल फाइन्डिङहरू भेटिन्छ होइन। नागरिकले चाहिँ यो सरकारले डेलिभरी गरेन, सो यसलाई चाहिँ बरु हामी चाहिँ अधिनायकवादतिर ठिक हुन्छ भन्ने खालको आम धारणा चाहिँ हुँदो रहेछ भन्ने चाहिँ इम्पेरिकल फाइन्डिङ एकदम सर्वे डेटाबाट नै चाहिँ ब्याकिङ भएको रिसर्चहरू चाहिँ पाइँदो रहेछ। अब हामी कहाँ हाम्रो कन्टेक्स्टमा के छ नेपालमा भन्ने कुरामा चाहिँ यसमा रिसर्च भएको पाइएन होइन। यो एउटा रिसर्चको राम्रो चाहिँ एरिया हुन सक्ने रहेछ। हामी कहाँ के छ त राजनीतिक दलहरूप्रति अथवा जुन लोकतन्त्र भन्ने सिस्टम छ हामी कहाँ लोकतन्त्र, त्यो लोकतान्त्रिक गणतन्त्रप्रति नागरिकको निराशा छ होइन, छ भन्ने कुरा चाहिँ रिसर्च नभए पनि जनरली त्यो एउटा भनौँ न एनेक्डोटल पाराले नै पनि भन्न सकिने अवस्था छ। तर त्यो हुँदाहुँदै पनि अधिनायकवाद चाहिन्छ लोकतन्त्रभन्दा त्यो ठिक हो भन्ने पर्सेप्सन चाहिँ छ त नागरिकमा भन्ने कुराको रिसर्च चाहिँ भेटिएन होइन। सो अब नेपालमा कन्टेक्स्टमा के छ भन्ने त्यो रिसर्च नभेटेकोले त्यसमा नबोलौँ, तर एउटा रिसर्चको एउटा एस्पेक्ट यो एरिया चाहिँ हुन सक्ने रहेछ होइन। अनि अर्को चाहिँ अब यो जुन भनौँ न अलिकति यो करिस्मेटिक लिडरसिपहरू चाहिँ फ्रन्टलाइनमा आउने, यो पुरानो जुन रुलिङ पोलिटिकल पार्टिजहरूप्रति निराशा बढ्दै जाँदाखेरि चाहिँ अलिक करिस्मेटिक लिडरसिपहरू अगाडि आउने अनि उनीहरूले पार्टी गठन गरेर राजनीतिक दल खोलेर चाहिँ अनि उनीहरू अगाडि आउने होइन, यो पपुलिस्ट एजेन्डाहरू लिएर आउने भन्ने जुन यो पनि एउटा कन्टेक्स्ट छ, पछिल्लो कन्टेक्स्ट हामी कहीँ पनि चाहिँ देखिन्छ होइन। त्यो गर्दाखेरि चाहिँ अब यसको रिसर्चहरूले चाहिँ के भन्दो रहेछ भने यो जो करिस्मेटिक लिडरसिपहरू अगाडि आउँछन् उनीहरू कतिपय कन्टेक्स्टमा चाहिँ, यो हाम्रो कन्टेक्स्टमा हुन नहुन सक्छ, कतिपय कन्टेक्स्टमा चाहिँ उनीहरू आफैमा चाहिँ लोकतन्त्र विरोधी काम गरे भने पनि जुन नयाँ खुलेका पोलिटिकल पार्टिजहरू होइन उनीहरूका कार्यकर्ता अथवा जुन क्याडर हुन्छ त्यो पोलिटिकल पार्टीको क्याडरले चाहिँ आफ्नो लिडरसिपको डिफेन्स बढीभन्दा बढी गर्ने अलिकति लोकतान्त्रिक मूल्यहरूलाई त्यहाँ बिर्सिन खोजेको पनि रिसर्चको फाइन्डिङहरू त्यो पनि पाइँदो रहेछ होइन। हाम्रो कन्टेक्स्टमा पनि यो एउटा हामीले रिसर्च गर्न सकिने अवस्था रहेछ है। त्यसैले अब यसको कन्क्लुजन छोटोमै गर्दाखेरि चाहिँ जस्तै अब यसको निष्कर्ष चाहिँ के गर्न सकिन्छ भन्दाखेरि यो जुन लोकतन्त्रको के भन्ने मन्दी अथवा स्खलन अथवा जुन भनौँ न प्रतिगमन होइन, लोकतन्त्रको प्रतिगमन को विषय छ त्यो चाहिँ राज्यले अथवा जुन एक्जिस्टिङ लोकतान्त्रिक सिस्टमले चाहिँ आर्थिक सामाजिक वस्तु सेवाहरूको वितरणको चाहिँ विकनेस होइन, त्यसको असफलताले भन्दा पनि राजनीतिमा जुन हाबी भएको अभिजात वर्गले चाहिँ लोकतान्त्रिक मान्यता र संस्थाहरूलाई कायम राख्न नसक्दा र हरेक इन्डिपेन्डेन्ट इन्स्टिट्युसनहरूलाई चाहिँ पोलिटिसाइज गर्न खोज्दा चाहिँ यो लोकतन्त्रमाथि ठुलो च्यालेन्ज हुन्छ भन्ने खालको फाइन्डिङ्सहरू चाहिँ भेटिँदो रहेछ। आज अब यही कुरा यसो गफ गरियो होइन, गफै हो तर एउटा सिरिज जस्तो नै बनाएर चाहिँ लैजान कति सकिन्छ, कतिवटा विषयहरूमा चाहिँ अब पछिल्ला अवधारणाहरू के कति रहेछन् आफूले भेटेसम्म यसमा आफ्नो लिमिटेसनहरू फेरि एकदमै धेरै हुन्छन् होइन। सर्टन रिसर्चको फाइन्डिङहरू फेरि मेरो यो पर्सनल ओपिनियन यसमा नराख्ने, तर फाइन्डिङ्सहरू के रहेछन् पछिल्ला चाहिँ केही इन्ट्रेस्टिङ अवधारणाहरू के डेभलप भएर रहेछन् भनेर मात्रै चाहिँ सेयर गर्न सकिन्छ कि भन्ने हिसाबले मात्रै चाहिँ यो कुरा डिस्कस गरे। हस्।
थ्याङ्क यू। अब फेरि 1-2 दिनमा चाहिँ हामी अर्को कुनै विषयमा गफ गर्छौँ।